हाँ हामी ढिला नगरिकन आसन ग्रहणतर्फ लाग्नेछौँ र आसन ग्रहण गरिदिनु हुनका निमित्त सर्वप्रथम सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनका निमित्त सुनसरी जिल्ला फुटबल सङ्घका अध्यक्ष श्री नवीन राईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। ग्रहण गरिदिनु हुनका निमित्त एन्पा वरिष्ठ मानन्तर उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष श्री किशोर राईज्यूलाई प्रमुख अतिथिको ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त र आज चाहिँ हाम्रो ज्वालामुखी फुटबल स्कुल वुमेन्स टिमले चाहिँ पेनल्टी सुटआउटमा चाहिँ विनर हुन सफल भएको छ। कङ्ग्रेचुलेसन है यो भिडियोबाट। सिमरन नानाले गोलै लगाउनु भएन नि? रातो जर्सीमा चाहिँ श्री ज्वालामुखी सेकेन्डरी स्कुल पटनाले देख्नुहुन्छ भने एउटा ब्लूमा कुन स्कुलको रहेछ? कुन स्कुलको अर्को थाहा छैन हो? म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु एन्पा वरिष्ठ मानन्तर उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईज्यू। त्यसै गरी हाम्रो अर्को टिम रहेको छ पाथिभारा फुटबल क्लब इटरी र पाथिभारा फुटबल क्लबको एकजना प्रतिनिधित्व जीव अगाडि आएर आफ्नो शुभकामना सहित यो बल ग्रहण गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। पाथिभारा फुटबल क्लब
विजेता पनि बनिसकेको छ।